यो चाहिँ हाम्रो मल हो। अब हामी यो चाहिँ काम गरेर मेसिन पल्लो साइडमा लगेको रहेछ। मेसिन ल्याउनु जाँदै गरेको पल्लो साइड पनि बन्दैछ। अब लाग्यो। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँको दृश्य रमितेको। मेरो फोनको अगाडिको क्यामेरा राम्रो छैन, त्यही भएर पछाडिकोबाट भिडियो खिच्दै हिँडेको। यो के हो देख्न सक्नुहुन्छ है, यो के हो, यो लाली गुराँस रमितेमा पनि पाउँदो रहेछ। एक बोटमा अन्ली वान हो, छैन अरू। रमितेमा पनि छ लाली गुराँस। यो चाहिँ हाम्रो अशोक दाइको घर हो। कफीको बोट। कफी यो चाहिँ कफी हो, मान्छेहरूले खान्छ नि। यहाँ रोपेको छ, धेरै त छैन, त्यसो अलिअलि रोपेको रहेछ दाइले कफी खेती। यो अहिले यो एकदम क्याफेतिर ठुल्ठुलो होटलतिर खाने कफी यही हो है। यो चाहिँ भर्खर अलिअलि पाक्दै गरेको हो। यो कहाँ मजाले पाकेको छैन। यो यसको भित्र दाना हुन्छ क्या हो, त्यो चाहिँ पेलेर बनाउँदो रहेछ। यो चाहिँ शनिबारे बजार हो होइन। यो चाहिँ कफीको बोट। कति मान्छेहरूले त देख्नु पनि भएको छैन होला यो कफी कस्तो हुन्छ फल कफीको फल भनेर। यस्तै हो। यो के एउटा के भन्छ यसलाई, हाम्रोतिर पाउने किच्चीको उयो दाना जस्तै हुन्छ यसलाई। के त यो अटोमा पुगिहाल्छ नि हो नि। हामी चाहिँ पल्लो राजा रिसोर्ट जाँदैछौँ मेसिन लिनु। कफी खाइदिएको दाना खाएको बोक्रा रस होइन हो र। म त सुरुमा त कहाँ यो मैले उता कहाँ भने पार्टी गाउँ, त्यो केराबारी पार्टी गाउँ यता के पो भन्छ जिमल डाँडा किकिदुममा देखेको थिएँ क्या। अनि के यसो हेरेको केही खानेकुरा जस्तो लागेर खाएको, अन्त्यमा कफी रहेछ। मैले पनि सुरुमा त कहाँ चिनेको थिएँ त। अनि आज अब हाम्रो काम गराइ त हुन्छ त खासै होला जस्तो छैन त दाइ। यता जा उता जा कुद, यता कुद उता कुद, त्यस्तै मात्रै जस्तो छ। राजा रिसोर्ट जाने बाटो यही हो। जस्ट हाइवेदेखि भित्र जानुपर्छ। यो अर्को रिसोर्ट अर्को होटल चाहिँ नजिकै छ हाइवेमै। यो चाहिँ अलिक भित्र जानुपर्छ, हिँडेर 20 मिनट। मेरो दाइ खुट्टाको पैतालामा पसिना लास आउँछ र के भएको। भाग्यमा मा अभागी चाहिँ हो, के भाग्यमानी हुन्छ हो। ज्योतिष त्यो उयो के अरे टिकटकतिर पुरा ज्योतिष विद्या हालिराखेको हुन्छ।
दाहिने गालामा कोठी भयो भने भाग्यमानी हुन्छ भन्छ। यो आँखाको यो परेलादेखि अलिक माथि आँखी भुइँमा कोठी हो हुने मान्छे भाग्यमानी हुन्छ। यस्तो हुन्छ उस्तो हुन्छ, घाँटीमा हुने यस्तो, छातीमा हुने यस्तो, पाखुरामा हुने यस्तो भन्छ। मेरो त ज्योतिषहरूले जहाँ जहाँ भन्छ त्यहीँ यो आँखाको परेलादेखि अलिकति माथि परेलामै भनौँ न दाहिनेपट्टि छ, गालामा पनि दाहिनेपट्टि नै छ, देब्रेमा पनि छ, दाहिने देब्रेमै छ, घाँटीमा पनि छ, छातीमा पनि छ, बिचमा पनि छ, यता दाहिनेपट्टि पनि छ। खोइ मेरो भाग्य हावा तलमा भाग्यमानी हुनुपर्ने त म बसी खानु पाउनु गधाले जस्तो काम गर्नु परेको छ भाग्यमानी अरे। अब पछि अब 30-35 वर्ष, अब 28-29 वर्ष पुगेपछि भाग्य चम्किन्छ। त्यस्तो अब अलिक लङ त्यतिन्जेलसम्म चाहिँ स्ट्रगलै गर्नुपर्छ भन्छ। अब त्यति बेला चम्क्यो भने फाल्टै कुरो। खै अहिलेसम्म चाहिँ चम्केको छैन भाग्य। आम्मा यहाँ प्याज त खतरा रोपेको रहेछ त। प्याज हौ त्यो उयो, यो त मकैबारी हो नि। थेट के भन्छ, मकैबारी र प्याज पनि चिनिँदैन। जतिजना यो मेरो यो युट्युब च्यानलमा गएर क्या कल्की अनि स्पेस अनि डन 77 डन र 77 चाहिँ एकै ठाउँ छ, सर्च गर्नु आइहाल्छ। सब्सक्राइब गर्नु होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला। तपाईँहरूले माया दिनुभयो भने त म पनि माया साथ सपोर्ट दिनुभयो भने त म पनि अलिक अगाडि बढ्ने हो, मैले पनि त केही गर्ने हो। तपाईँहरूले माया साथ सपोर्ट दिनु पऱ्यो क्या मलाई पनि एकचोटि केही गर्ने चान्स मिल्नु पऱ्यो, दिनु पऱ्यो तपाईँहरूले, होइन हो कि होइन भन्नु त दा? चान्स पाउनु पऱ्यो नि त मैले पनि। म पनि कुनै नयाँ चिजहरू लिएर आउँछु, साथ दिनुभयो भने। म चाहिँ फेरि कस्तो होइन, अब भ्लग पनि बनाइदिन्छु, भ्लग बनाएर पनि हालिदिन्छु। फेरि एडिट चाहिँ हुँदैन मेरो भ्लगमा। एडिट भन्दा नि भयो भने त्यही यसो भिडियो क्यापकटबाट जोडो हालो। तर अचेल त त्यो पनि गर्दिनँ, क्यापकटले डलर माग्दैछ। त्यो पनि छैन अहिले त। सिधा एडिट नगरिकन जस्तो छ त्यस्तै हालिदिने हो। कोही बेला अब यसो मौसमतिर मेलातिर गएर ऱ्याफ पनि हल्का हान्छु। खासै राम्रो त छैन त्यही पनि। ऱ्याफहरू आफैले बनाएको छु, धेरै बनाएको छु। अब यो भदौ असोज लाग्ने बेलामा चाहिँ यो दसैँ आउने बेलामा चाहिँ एउटा गाना एल्बम निकाल्नु पर्यो भनेर सोचिरहेको छु। अब के हुन्छ कस्तो हुन्छ होइन। त्यो गाना चाहिँ कस्तो भने विदेशीहरूको लागि क्या। अब विदेश जान्छ अनि अब दसैँमा आउनु पाउँदैन हो, उनीहरूको लागि हो क्या। त्यो चाहिँ खासमा मैले नै, अब म पनि विदेश जानु खोजेको अनि दुबई, अनि त्यही भएर लेखेको थिएँ, बनाएको थिएँ। फेरि पछि मेरो मेडिकल फेल भएर म जानु पाइनँ क्या। अनि त्यो गाना लेख्यो अनि जानु पाइनँ। अनि त्यही भएर अहिले यत्तिकै विदेश जानु नपाए पनि सिप चाहिँ सिकेको छु। त्यही पनि विदेश भनेको विदेश हुन्छ कस्तो भने, अब यहाँनिर महिनाको 1 लाख कमाउनु र विदेशमा गएर 50,000 कमाउनु लगभग। अब कस्तो भने, अब यहाँनिर 1 लाख कमाइयो भने बचाउनु सकिँदैन क्या। नेपालमा पैसा छैन होइन, छ कि हाम्रो काममा अझै छ। झन् अब तलबमा गर्दा पनि 25-30,000 35,000 दिइहाल्छ। 45-50,000सम्म दिन्छ दिनेलाई। अब 45,000सम्म दिन्छ।
कम्तीमा पनि 20 देखि उकालै हुन्छ छ। अनि ठेकामा गर्दा अझै झन् धेर हुन्छ। हामीले एकचोटि 15 दिनमा 2टा ट्रस हानेको 60-70 हजार कमाएको थियौँ। कमाइन्छ, पैसा आउँछ हुन्छ, तर के भने बचाउनु सकिँदैन क्या यहाँ नेपालमा। अब कस्तो भने अब काम गऱ्यो के अब यस्तो गर्छु भने सोच्छु अर्कै के लफडा परिदिन्छ। चुस्सो मागो फेरि त्यो टाढो, यता भत्किन्छ उता टालो, उता भत्किन्छ यता टालो, टाल्दा टाल्दै जिन्दगी खत्तम। पैसा जोगाउनु चाहिँ सकिँदैन। विदेशतिर भनेको चाहिँ कस्तो हुन्छ भने अब महिनामा ठ्याक्कै यहाँ त जतिखेर माग्दा पनि हुन्छ, जतिखेर पैसा चाहियो त्यतिखेर माग्दा हुन्छ। विदेशमा त त्यो हुँदैन, महिनामा ठ्याक्कै आइहाल्छ, महिनामा आइहाल्छ। महिनामा ट्याक हुन्छ, एकैचोटि एकमुष्ट आउँछ। अनि एकमुष्ट आएको काम पैसा त अब सबै त खर्च गरिँदैन नि त। अब उदाहरणको लागि 10,000 रु थापियो अरे एकमुष्ट, 10,000मा 5,000 खर्च भयो भने पनि 5,000 त बच्छ नि त। तर यहाँ नेपालमा चाहिँ त्यस्तो हुँदैन क्या, बचाउनु गाह्रो क्या। अब हुनु त आफ्नो मन पनि हो होइन, त्यही पनि अब बचाउँछु भन्दै कति त्यो खर्च भएको थाहा नै हुँदैन क्या। त्यही भएर अनि मैले बनाएको थिएँ गाना, हल्का 1-2 लाइन यहाँ सुनाइ पनि दिनु पर्यो होइन, कस्तो लाग्छ के कस्तो। म ठिकै अब मैले गाएको म बनाएको अब कस्तो हुन्छ। यो विदेशमा हुने सम्पूर्ण दाइ भाइ अङ्कल दिदी बहिनीहरू जुन छ नि त नेपाली पूर्ण सबैजनालाई यसो मेल खान्छ होला, अथवा यसो सबैजनाको उयोमै मिल्ने, जीवनमै मिल्ने खालको अब गाना बनाउनु खोजेको। कस्तो भयो त्यो चाहिँ थाहा भयो, कस्तो अब खाला नखाला ठाउँमा छ, झिक्नुपर्ने छ एल्बम एउटा। सुन्नु है त यो त्यो गानाको 1-2 लाइन। हाँस्ने खेल्ने उमेर मेरो, म त सानैमा दुःख पाएको केटा, घर परिवारको छोरा परे जेठा, यता मलाई सन्चै छ आमा बाबा, के छ हजुरहरूलाई त्यता, यता मलाई सन्चै छ बाबा आमा, के छ हजुरहरूलाई त्यता, गाउँघर साथीभाइ छोडी जानु पर्दा परेको छ मनमा चोट, रहर त थिएन बाध्यता हो यो कुरा सबै पैसाले गर्दा भएको, कसले बनायो कागजको टुक्रालाई पैसाको नोट। गाउँघर छोडी मन थिएन यसरी परिवारबाट टाढिन, के गर्नु आमा बाबा खान सकिन मैले सरकारी जागिर। यस्तै छ। धेरै लेख्नु पहिले लेखेको, मैले यसो प्र्याक्टिस गरेको छुइनँ, त्यही भएर अहिले प्र्याक्टिस गरेको छुइनँ। यो चाहिँ दामी छ यार यो बर पिपल, यहाँ बसेर गोठला। ओहो जीवन दाइ, यहाँबाट बबाल देखिँदो रहेछ त बर पिपल। यो यहाँ हेर्नु न बाटो ऊ तल भ्यू, आम्मा तल धोबेनी उताबाट यो चाहिँ बाटो रमिता आउने बाटो हो यो। यहाँ बबाल रहेछ है, चौतारामा शीतल छ यहाँ। यो अन्त कस्तो दामी छ यहाँ त, यो ठाउँ छोडेर नजाउँ जस्तो होला। तलको चाहिँ बाटो है, अन्त ट्र्याक्टर आउँदैछ नि। कच्ची बाटो कति छ यहाँदेखि उहाँ परदेखि कच्ची स्टार्ट भएर यहाँ माथिसम्म छ।
1 2 3 4 पहाडको बाटो यस्तै त हुन्छ नि हैन हामी चाहिँ यता राजा रिसोर्ट तर्फ लाग्दै गरेको क्या मेसिन वेल्डिङ मेसिन मात्रै छ कि अरू सामान पनि छ नि एउटा अनि अर्को एउटा लाइन पनि भन्नु गर गर्दैछु सङ्घर्ष थाक्दिन कहिले पनि कामले छाला मासु डढाइसक्को डढाउँदैछ मन मेरो यो 50 डिग्रीको घामले अयोध्याबाट आफ्नै बाउले निकालिदियो सीतालाई रावणले हरण गरेर लक्ष्मणको साथ टुटो के गरोस् अब एक्लै त्यो कलियुगको रामले छैन आलिसान महल सानो घर मेरो झुपडी गल्ती त थिएन सारा संसार मेरो विरुद्ध सारा इज्जत लुटिएको म त एउटा द्रौपदी सारा संसार भुलिसके सारा संसार ठुलिसके काहीँ पनि भेटिन्न मैले यो मन शान्त पार्ने ओखती ओठमा छ मुस्कान ओठमा लिएर हिँडिरहेको छु ओठमा मुस्कान थुक्का ओठमा मुस्कान हजारौँ पीडा मनमा झन् चोटकट्टी प्र्याक्टिस चाहिँ भएको छैन मेरो अब कस्तो हुन्छ नि काममा बिजी बिहान उठ काम बेलुका 6 बजीसम्म काम गर्नुपर्छ बेलुका गर्दा त हुन्छ सुत्ने बेलामा एकछिन तर अल्छी लाग्छ क्या गलेको हुन्छ त्यही भएर चाहिँ तर अल्छी गरेर चाहिँ हुँदैन है फेरि एउटा त्यो दाइको एउटा च्यानल के अरे के छेत्री पो छ सञ्जय न के छेत्री त्यो अडियो घर एप्लिकेसन बाट पनि आउँछ अनि त्यो दाइको सोसियल खोइ के दुईटा छ त्यो च्यानल त्यो दाइको एकदम ठुलो त्यो दाइको म चाहिँ एकदम ठुलो फ्यान हो त्यो दाइको भिडियोहरू जहिले एनी आऊ बेलुका सुत्ने बेलामा सुन्छु त्यो दाइको भिडियो हेर्छु त्यो दाइको मोटिभेसन त्यो दाइको उयो मोटिभेसन त्यो दाइले हौसला यस्तो दामी मजाले दिनुहुन्छ नि कसम भनेको छ त्यस्तो मोटिभेसनल भिडियोहरू अरूले पनि बनाउँछ मतलब मलाई चाहिँ त्यो दाइको मनपर्छ क्या दामी नरम अब कस्तो भनौँ न अब अर्कै अब अरूको भन्दा बेग्लै फिल नै बेग्लै हुन्छ त्यो दाइको आवाज सुन्दा फिल नै बेग्लै हुन्छ क्या के पो छ हौ त्यो दाइको नाम खोइ के छेत्री पो छ थुक्का के छ यसबाटै उठेको छ त्यो दाइ अडियो घर एप्लिकेसन एप सर्च गर्नुपर्छ आइहाल्छ क्या त्यो दाइको भिडियोहरू दाइले भनेको जस्तो कस्तो हुनु पर्यो सफलता पाउनुलाई पागलपन केही कुरामा लक्ष्यमा आफ्नो लक्ष्यमा सफल पाउनु छ भने एकदम पागल साइको मेन्टल हुनुपर्छ अरे क्या जस्तै अब रोनाल्डो मेस्सीको पुरा रोनाल्डोको मुटुमा खोइ कुन बिमारी हुँदा मेस्सीको कि तिमीले फुटबल त्याग्नुपर्छ कि ज्यान त्याग्नुपर्छ भन्दाखेरि के भन्यो अरे थाहा छ फुटबल बेगर त म त्यसै जिउँदै मरिहाल्छु भनेर भन्यो अरे क्या फुटबल खेल्नु पाइनँ भने म जिउँदै मरिहाल्छु भनेर उसले फुटबलै रोज्यो अरे क्या रोनाल्डोलाई त्यस्तै पागलपन अनि एम्बापेको बारेमा पनि भन्नुहुन्छ क्या त्यो दाइ एम्बापे इलन मस्क अनि यो बल बनाउने के पो भन्नुहुन्छ 999 चोटि फेल भएर 1000 चोटि 1000 पल्टको पालोमा मात्रै सक्सेस भएको अरे क्या यो बिजुलीको बल त्यो वैज्ञानिकले त्यत्रो
सङ्घर्ष नगरेको भए लगभग सायद हामी यो संसारमा अन्धकारमै बस्थ्यौँ होला। अहिलेसम्म उज्यालो भन्ने नाम निशाना थाहा हुँदैन थियो होला भन्नुहुन्छ क्या। त्यत्तिको पागलपन हुनु पर्यो अरे क्या आफ्नो लक्ष्यमा, आफ्नो उयसमा, केही कुरामा अब आफ्नो सोच विचार हुन्छ नि त। हो त्यत्तिको पागलपन त्यो। अब मान्छेहरू कस्तो हुन्छ भने अब कुनै मान्छेहरू कोही अब एकछिन मनले यो गर्छु भनेर गर्छ अनि 2-3 चोटि 4-5 चोटि प्रयास गर्छ, ट्राई गर्छ अनि हुँदैन भने भनेर त्यागिदिन्छ क्या। त्यागिदिन्छ, त्यो होइन अरे क्या। एकचोटि ट्राई गर भएन, 2 चोटिमा भएन, 3 चोटिमा भएन 4 चोटि गरिराख्नु पर्यो अरे क्या, अभ्यास। ओहो यहाँ पनि बबाल भइसकेछ त रिसोर्ट। राजा रानी रिसोर्ट, राजा रिसोर्ट। खै अनि उयसहरूले त खासै बनाएको त, रजनीशहरूले त बनाएकै रहेन रहेछ त केही पनि। सङ्घर्ष गर्नुपर्छ होइन सफलता हुनको लागि। मेरो सोच चाहिँ कस्तो छ भने अब हुनु त अब अरूभन्दा नि अब शब्द लिरिक्स राम्रो हुनु पऱ्यो, शब्द राम्रो हुनु पऱ्यो होइन। अब शब्द म चाहिँ फेरि ऱ्यापमा भिटेन अनि लाउरे दाइ हो सुरुमा। लाउरे र भिटेनको चाहिँ यस्तो फ्यान हो होइन, सबभन्दा बिग फ्यान भनौँ न। भिटेनको मलाई 1-2वटा त्यो सिमसिमे बानीहरू 1-2वटा छाडा गानाहरू छ, त्यो ठिक त्यही मात्रै हो नराम्रो। अरू त प्रायः जस्तो भिटेनको गाना सुन्ने मान्छेहरूले भिटेनको गाना सुन्नुपर्छ। कस्तो भने अब अहिलेको युवा पुस्ताहरूको जीवनसँग मेल खाने हुन्छ क्या भिटेनको गानाले। एकदम सुन्छु भित्रबाट फिलिङ अर्को हुन्छ नि त गाना सुन्नु। ऱ्याप भनेर मात्रै हुँदैन नि, त्यो झोला ग्याङ जस्तै, त्यो झोला ग्याङ म्याचिस, त्यो हावाना तालको यिनीहरूले त यहाँनिर त कति छैन रहेछ यति, कति दिनमा यो बनाएको? 1 2 3 4 5 6 7वटा मात्रै ढिक्का। यो आइबिम यत्तिकै छ यहाँ, के गरेको? यो चाहिँ फेरि सब लजहरू हो नि, बस्ने यहाँनिर केटाकेटी आउने बस्ने, मतलब अब जोडी लभ गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने बस्ने। यो यस्तो भित्र कस्तो भने अब भित्र सेक्की छ आएर बस्ने ठाउँ चाहिँ। परको चाहिँ यसो फ्यामिली आउने, त्यो अब के लभ केटाकेटी आउँदा पनि हुन्छ, तर पर अलिक बाटोमै छ नि त, यो अलिक भित्र छ नि त। होइन यो हाम्रो कहाँ धाएछ तिनीहरूसँग? मिसिन त उता पछाडि यहाँ आमा कतिजनालाई पकाउनुहुन्छ खाना त? 8जना। तपाईँ चाहिँ कुक होइन? कन्ती फेरि सानो छ। निकै भयो त नि हराएको त होइन? को देखेको त भोलि देखेको तैँले भएर ल बोक्नु। बरु त्यो मुझेर आउँछ त्यो बेला भन्नुहोस्। राडी गर्न मैले झन् त्यो अस्ति फोनमा भनेको मिसिन चाहिँ लगेर राखिदिएँ त्यही भनेर। अनि तिनीहरूले कति दिन काम गर्यो यहाँ त? खासै केही गरेकै छैन। गरेकै छैन नि। त देख्दिनँ यहाँ त खोइ। हिजो अस्ति नै आएर त्यत्तिकै हिँडेर आएर छक्क परेर यार उहरू मोबिल सबै ल्याइदिएछ त होइन इनामेलहरू। त्यो इनामेल उनीहरूलाई कालो हुन्छ अरे, एउटा त्यो कालै भन्दै थियो, त्यो अर्को बङ्गाली त्यो ठेक्दर हो क्या अरे होइन, त्यो चाहिँ हुन्छ सर हुन्छ भन्दै थियो। त्यो आएर यो कालो लाग्छ कपडाभरि लाग्छ के भन्दै थियो।
अब यो कम्पनी भनेर माया भए हामीलाई चाहिँ के थाहा हुन्छ र होइन ल्याइदिएर त्यो अनुसार ल्याइदिने हामीले केही रङ दल्नु रङ दल्नु पर्यो नि त रङ दलेर लगाएर राम्रो त्यो माथि दल्न अप्ठ्यारो हुन्छ नि त त्यसमै दलेर लग्यो भने सहिले हुन्छ यो कामै गरेको छैन फेरि केही नै गरेको छैन खै जेनेरेटर पनि ल्याइदिएको रहेछ जेनेरेटर ल्याएर स्टार्ट नभएर फेरि यहाँ एउटा हाम्रो साथीलाई अलिक यो विषयमा भन्नुभएको रहेछ उनीहरूले स्टार्टै गर्न सकेन लगभग बेलुका आएर पनि गऱ्यो बिहान पनि 3 घन्टा जति हल्लिएन सकेन अनि पुरुषसँग आउनुभएको रहेछ उनीहरू हिँडेको यो मलाई म बनाइदिइहाल्छु नि भनेर भने आएर यसो टाकटाक गरेर त्यति फेरि स्टार्ट मैले त भन्दैको नगर्ने भने सबै गन्ती पनि लिइदिइसकेको छु होइन न अर्कै मान्छे भने खोज्नुपर्छ भनेर भन्दैको जसरी भोलि आउँछ भन्दै थियो यहाँ हाम्रो वैशाखमा ओपनिङ गरेर यो पाराले हुन्छ हाम्रो यत्रो यत्रो लगानी रुपियाँ छ अनि बर्बाद हुँदैन भोलि अब उनीहरूले नै पैसा भने टाइममा नदेला तिमीहरूले भने टाइम सकेन भने अनेक हुन्छ नि लफडा त होइन वैशाखमा त कहाँ अब ओपनिङ हुन्छ कति आज चैत 18 गते भइसक्यो नि 18 भइसक्यो त्यही त 15 दिनमा सक्छ यिनीहरू कति सक्दै सक्दैन अस्ति गरेर हामीले हान्नु पाएको भए चाहिँ चार खेप जति आउँदै जाँदै गरे यिनीहरू यहाँबाट अनि त्यो आउँदा भाडा 330 जाँदा 330 बाटोमा खाजा खा होइन कति खर्च छ 4 जना 5 जना आउँछ त्यत्तिकै हुन्छ पछि हुप्लाएर यो मेसिनले चाहिँ राम्रो काम गर्थ्यो कि हुप्लाएर यो सबैले गरेको नि त यो चाहिँ ठिक रहेछ भन्दै थियो यो हामी राख्नुपर्छ अब उसलाई भन्नुपर्छ भन्दै थियो भन्नु एकछिन भनेर मैले दिने होइन पाइहाल्छ नि एकछिन दुई हातले मैले फेरि ला भनेर दिन्छु होला यो अलिक राम्रो रहेछ अरे भन्दै थियो यसले चाहिँ राम्रो काम गऱ्यो भने अनि यो आउने यो मेसिन आउने पैसाले अनि अर्को दुईटा आउँछ अनि एकदम महँगो मेसिन हो राम्रो छ यो हिट पनि हुँदैन होइन त्यो पनि हल्का पनि रहेछ होइन अलिक बोक्न पनि के सजिलो सजिलो नि केटाहरूले काम नगर्दा रहेछ हामीलाई नि दिएको भएर काम गर्ने खालको मान्छे नै हो जस्तो लागेन होइन मलाई त्यो अर्को त्यो जब त्यो ठेकदार आयो त्यो चार्ज गर्छ त्यसले कराएर होइन त्यो के भन्छ उसको नाम रजनीश रजनीश कि के त्यो झन् 1 नम्बरको अल्छी हो होइन त्यो अलिक मटे मटे छ नि त्यो उम्, त्यो के रजनीश त्यही रहेछ नि त ठेकदार त यिनीहरूको त त्यो अरू कालो केटाहरूको त त्यही हो अनि त्यो झन् 1 नम्बरको अल्छी हो त्यो म साउ पल्टिन्छ त्यो भएर अलिक केटाहरू पनि मान्दैन क्या मैले भन्दै हिजो फोन गरेर सेक्नु किनलाई सेकै नपुगेको होला नि पैसा पनि दिएको छैन अरे के भने भन्दै थियो केटाहरू त पैसा दिँदैन भन्छ ऊ चाहिँ त्यो अर्को चाहिँ अलिक बडाबाट बोल्छ हात बाँधी हिँडेछ नि त अस्ति काटेछ नि त हो त्यो चाहिँ म त यो इनामेल त नहाल्ने भन्दै थियो भन्नु चाहिँ अनि अर्को खोज्नु पऱ्यो भने सबै हिसाब टिप्यो क्या कति आएको तिनीहरूको सामान अब फोन गर्नै छोडिदिएको अब आज र भोलि आएन भने क्यान्सल हानेर अर्को ल्याइहाल्नु त्यो उनीहरूको सामानको पैसा तिर्दैछ त अर्को पाइहाल्छ नि हामी मान्छे कति ठाउँमा काम नपाएर बस्नेहरू हुन्छ होइन यो कम्पनीमा चाहिँ छिर्यो भने भोलि के हुन्छ भने पछिको लागि राम्रो हुन्छ क्या कतिवटा बिल्डिङ बन्छ त्यस्तो होइन पछि रेगुलर काम पाइन्छ नि त त्यो हो नि त यिनीहरूले पारै देखाएन अरे पाराले त अनि अब यतिखेर लगभग सकिसक्दैन यिनीहरूले सबै हानेर सकिसक्दो हामीले हाने हो यति सकिसकेको होइन काम त यिनीहरूले गर्दा छिटै गर्दो रहेछ गर्नु चाहिँ यो 1 दिन त गरे हो यो कुन यो ढिक्का बनाएको यो यति ढिका 1 दिनमा यत्रो बनाएको बनायो थोरै काम गर्दा त कहाँ डबल बन्छ नि 1 दिनमा र सजिलो नि यो त ऊ तिनीहरू नै बनायो क्या ऊ तिनीहरू अलिअलि बनायो होइन सजिलो नि हामी 1 दिनमा यस्तो त मलाई कति बनाइन्छ बिचमा लाइन आएन के आएन त्यहाँदेखिको हराके त्यसरी प्रस्तो यो मलाई त हामी मैले हान्नु पर्यो नि 1 दिनमा यो पुतली पाखाहरू छैन होला सिम्पल हो होइन सेम यस्तै हो हानिँदैन भाइ 1 दिनमा हामीले पुरै यो लाइन हान्नु सक्दैन त्यो हामीले गैरीको कति 1.5 दिनमा हानेको होइन 3 ठोकेर हाफ बेलामा हामीले ढिकासिका उठाएर फुल होल्डिङ हानेर सब रेडी गरिदिएको दुईटा ढिका सेम उयो यस्तै तपाईँहरू पनि त्यो सन्तोषकै मार्फतबाट हो कि हामी त उसको स्टाफ हो नि पहिलादेखिको नि सबसे यिनीहरू पनि उनीहरूको स्टाफ हो कि होइन यिनीहरू चाहिँ पहिला हो अहिले ठेकामा गर्छ क्या अहिले चाहिँ ठेकामा दिन्छ सामान उसको काम चाहिँ यिनीहरूको ए त्यही भएर त यिनीहरूले त्यो पनि त्यो हामीले बनाएको घर त पुरा युरोपको उयो डिजाइन छ होइन लुक्स त्यस्तै छ नि युरोपतिर मात्रै हुन्छ क्या त्यस्तो दामी त यिनीहरू हिजो 3 बजे गाडीमा भ्याइयो भने त्यसमा आउँछ भने यिनीहरू काम कहाँ कहाँ रहेछ क्या गुजुक गुजुक टुक्रे टुक्रे कामहरू होला त्यो भएर गफ होला आज 3 बजे आउनु भन्ने कुरा मैले जसरी पनि टाइम दियो बरु आज भनेर नढाँटा मसँग होइन बरु 1 दिन ढिलो